हेलो नमस्कार। मेरो नाम रामचन्द्र थापा। आज हामी नयाँ लाइभ क्लास लिएर हजुरमाझ उपस्थित भइसकेका छौँ। आजको टपिक रहेको छ हाम्रो अन्तर्राष्ट्रिय सङ्घ संस्था सम्बन्धी विस्तृत रूपमा जानकारी, जहाँ चाहिँ हामीले पढ्नेछौँ सार्क, बिमस्टेक, आसियान, युरोपियन र विश्व स्वास्थ्य सङ्गठनसँग रिलेटेड टपिकहरू हामीले पढ्ने नै छौँ। त्यो क्लास अथवा हामीले यो भिडियो सुरु गर्नुभन्दा पहिला हजुरहरूले त्यसको लागि हाम्रो यस युट्युब च्यानल पिएससी किङ 1 जिके लाई सब्सक्राइब, लाइक, कमेन्ट र सेयर गरिदिनु होला भन्दै आजको पहिलो भिडियो हामीले हजुरमाझ सम्प्रेषण गर्दैछौँ। आशा छ तपाईँहरूले पक्कै पनि माया दिनुहुनेछ। अब सुरु गरौँ आजको मुख्य विषयवस्तु। ल आज हामी आजको मुख्य विषयवस्तुतिर अगाडि बढ्न गइरहेका छौँ, जस अन्तर्गत हामीले आज सुरुको टपिक पढ्दैछौँ अन्तर्राष्ट्रिय सङ्घ संस्था। लोकसेवाको लागि धेरै पटक बार सोधिरहने टपिक हो यो एउटा, जहाँ चाहिँ हामीले एकदमै ध्यान दिएर हेर्नुपर्ने हुन्छ। लोकसेवाको लागि विशेष गरी सहायक चौथो पाँचौँ प्राविधिक र अप्राविधिक, जसमा चाहिँ हामीले 1 नम्बरमा छ सार्क। सबैको रोजाइमा अथवा सबै पिएससी स्टुडेन्टको रोजाइमा रहेको पहिलो विषयवस्तु रहेको छ सार्क। हामीले सार्क सम्बन्धी चाहिँ के पढ्छौँ भन्दाखेरि हामीले पहिले यसको सुरुमा चाहिँ हामीले यसको स्थापनाबाट सुरु गर्छौँ। हामीले यसको सार्कको स्थापना कहिले भएको थियो भनेर सोध्न सक्छ हामीले। सार्कको स्थापना चाहिँ हामीले सन् 1985 डिसेम्बर 8 मा भएको थियो। यसपछि मेन विषयवस्तु रहेको छ सचिवालय अथवा प्रधान कार्यालय भन्छौँ हामीले सुरुमा। सार्कको प्रधान कार्यालय कहाँ रहेको छ त? नेपाल। सार्कको प्रधान कार्यालय नेपाल रहेको छ। सचिवालय काठमाडौँ। जसको चाहिँ लोगो डिजाइनर रहेछन् शैलेन्द्र महर्जन, जुन चाहिँ नेपाली व्यक्ति थिए। सार्क बडापत्रमा जम्मा 10 वटा धारा रहेका छन्। सार्क बडापत्रमा हस्ताक्षर गर्ने, सार्क बडापत्रमा हस्ताक्षर गर्ने व्यक्ति वीरेन्द्र शाह। सार्क बडापत्रमा हस्ताक्षर गर्ने नेपालको पहिलो व्यक्ति को थिए भने वीरेन्द्र शाह थिए भने हालसम्म नेपालले कतिवटा सार्क सम्मेलन आयोजना गरेको छ?
3वटा गरेको छ, 3वटा जसमध्ये तेस्रो 11औं र अन्तिम शिखर सम्मेलन 18औं सम्मेलन आयोजन गरेको छ। अर्को छ हालसम्म सार्क शिखर सम्मेलन आयोजना नगर्ने देश अफगानिस्तान रहेको छ। सार्कको हालको महासचिव गोलाम सरोवर रहेका छन्। आज हामीले अन्तर्राष्ट्रिय सङ्घ संस्था अन्तर्गत पहिलो टपिक सार्क लिएर आइसकेका छौँ, जसको पुरा रूप चाहिँ हामीलाई सोध्दैन, त्यही भएर चाहिँ मैले लेखेन। जसको पुरा रूप चाहिँ कसैले चाहिएमा साउथ एसिया एसोसिएसन रिजनल कर्पोरेसन हुन्छ भने जसको स्थापना चाहिँ कहिले भएको थियो भने सार्कको स्थापना 1985 डिसेम्बर 8। यो बारम्बार सोधिरहने प्रश्न हो, यो भेरी इम्पोर्टेन्ट भिआइपी बारम्बार सोधिरहने प्रश्न हो। सार्कको स्थापना कहिले भएको थियो भनेर प्रयास धेरैचोटि सोधिरहेको छ त्यो लोकसेवामा। त्यसपछि अर्को छ हाम्रो प्रधान कार्यालय। सार्कको प्रधान कार्यालय कहाँ रहेको छ भने चाहिँ नेपालमा रहेको छ। सार्कको प्रधान कार्यालय नेपालमा रहेको छ। सचिवालय कहाँ रहेको छ भनेर सोध्छ हामीले, त्यो भनेको नेपाल भनेपछि त काठमाडौँ आउने नै भइसक्यो। होइन, लोगो डिजाइनर अर्को क्वेसन छ हाम्रो, सार्कको लोगो डिजाइनर को हुन् अथवा सार्कको लोगो डिजाइनर गर्ने नेपाली व्यक्ति को हुन् भनेर सोध्छ। त्यो भनेको लोकसेवाको लागि धेरै इम्पोर्टेन्ट हो। यो पनि शैलेन्द्र महर्जन रहेका छन्। सार्कको लोगो डिजाइनर को थिए भनेपछि शैलेन्द्र महर्जन थिए। सार्कको बडापत्रमा जम्मा कतिवटा धार रहेका छन्? अस्ति भर्खरै सोधेको कोशीमा सोधेको, यो कोशी 5औँमा सोधेको, कोशी 5औँमा सोधेको। सार्कको बडापत्रमा जम्मा कतिवटा धारा रहेका थिए भनेपछि 10वटा। कतिवटा थिए? 10वटा थिए। सार्कको बडापत्रमा हस्ताक्षर गर्ने व्यक्ति को थिए? नेपालबाट सार्कको बडापत्रमा हस्ताक्षर गर्ने व्यक्ति को थिए? वीरेन्द्र शाह। यो पनि धेरै इम्पोर्टेन्ट, धेरैचोटि सोध्ने क्वेसन हो। हालसम्म नेपालले कतिवटा सार्क शिखर सम्मेलन आयोजन गरेको छ? हालसम्म नेपालले कतिवटा सार्क शिखर सम्मेलन आयोजन गरेको छ भन्ने छ, जसमा चाहिँ हामीले नेपालले चाहिँ हालसम्म 3वटा सार्क शिखर सम्मेलन आयोजना गरेको छ। त्यस्तै गरी अर्को क्वेसन छ, 3वटा नेपालले सार्क सम्मेलन आयोजना गरेका 3वटा सम्मेलन मध्ये कुन कुन सम्मेलन आयोजना गरेको थियो भनेर सोध्छ। अस्ति भर्खर यो पनि कोशीमै सोधेको थियो यो क्वेसन। तेस्रो 11औं र 18औं शिखर सम्मेलन आयोजना गरेको थियो नेपालले। अर्को क्वेसन छ हाम्रो, हालसम्म सार्क शिखर सम्मेलन आयोजना नगर्ने देश कुन हो? अहिलेसम्म पनि सार्क शिखर सम्मेलन आयोजना नगर्ने देश कुन हो भन्दाखेरि चाहिँ अफगानिस्तान। भेरी इम्पोर्टेन्ट, यो धेरैचोटि सोध्न सक्छ। एउटा मात्र देशले सार्क शिखर सम्मेलन आयोजना नगरेको हुनाले कुन हो भनेर आउन सक्छ। त्यसमध्ये चाहिँ को छ? अफगानिस्तान। त्यसपछि अर्को छ हाम्रो, सार्कको हालको महासचिव को रहेका छन्? सार्कको हालको महासचिव को रहेका छन् भनेर आउन सक्छ। बङ्गलादेशको गोलाम सरोवर रहेका छन्। एउटा के ट्रिक छ भने यसमा सार्कको हालको महासचिव पनि बङ्गलादेशकै रहेका थिए भने सार्कको पहिलो महासचिव पनि बङ्गलादेशको नै रहेका थिए, जुन चाहिँ कहाँका थिए? बङ्गलादेश।
बङ्गलादेशका थिए। यदि तपाईँहरूले यहाँबाट लेखेका हामीले पढाएका क्लासमा चाहिँ कुनै क्वेसनको डाउट लाग्यो, कुनै क्वेसन बुझ्नु भएन भने हामीले डाइरेक्ट कमेन्ट गर्नु होला। त्यसको फिडब्याक सहित हामीले त्यसको एन्सर हजुरहरूमाझ लिएर आउनेछौँ। हाम्रो यो पहिलो भिडियो हजुरहरूलाई कस्तो लाग्यो जानकारी गराइदिनु होला। हामी पुनः पनि कन्टिन्यू गरिरहेका छौँ, जसको चाहिँ हामीले अब चाहिँ सार्कको बारेमा केही महत्त्वपूर्ण जानकारी को बारेमा सार्कको बारेमा केही महत्त्वपूर्ण जानकारीको बारेमा प्रश्नहरू। एकमा छ सार्क कृषि सूचना केन्द्र। हामीलाई यो क्वेसन धेरैचोटि सोधिसकेको क्वेसन हो। सार्कको कृषि सूचना केन्द्र कुन ठाउँ अथवा कुन देशमा रहेको छ भन्दाखेरि यो चाहिँ कृषि सूचना केन्द्र श्रीलङ्कामा रहेको छ। श्रीलङ्का कहिले थियो भने कहिले स्थापना भएको थियो? सन् 1989 मा स्थापना भएको थियो। 2 मा छ सार्क क्षयरोग अथवा HIV एड्स केन्द्र। सार्क क्षयरोग अथवा HIV एड्स केन्द्र कुन ठाउँमा अथवा कुन देशमा रहेको छ भनेर सोध्न सक्छ। त्यो भनेको भक्तपुर। भक्तपुर भनेपछि नेपाल भनिराख्नु परेन, जुन चाहिँ 1992 मा स्थापना भएको थियो। अर्को चाहिँ सार्क ऊर्जा केन्द्र। सार्क ऊर्जा केन्द्र कुन देशमा रहेको छ भनेर आउन सक्छ, जुन चाहिँ इस्लामाबादमा रहेको छ, जसको स्थापना चाहिँ सन् 2006 मा भएको थियो। अर्को छ हाम्रो सार्क सांस्कृतिक केन्द्र। सार्क सांस्कृतिक केन्द्र कुन देशमा रहेको छ भनेर आउन सक्छ। सार्क सांस्कृतिक केन्द्र भनेको बङ्गलादेशको ढाकामा रहेको छ। सांस्कृतिक केन्द्र बङ्गलादेश ढाकामा रहेको छ। स्थापना 2009 मा भएको थियो। अर्को क्वेसन सार्क प्राकृतिक विपद व्यवस्थापन केन्द्र। सार्क प्राकृतिक विपद व्यवस्थापन केन्द्र कुन देशमा रहेको छ भनेर आउन सक्छ। त्यो भनेको हाम्रो छिमेकी देश भारतमा रहेको छ, जसको स्थापना चाहिँ सन् 2014 मा भएको थियो। 2014 मा भएको थियो। अब चाहिँ अर्को क्वेसन हामीलाई हाम्रो के सोध्न सक्छ भनेको सार्कमा हस्ताक्षर गर्ने एकमात्र प्रधानमन्त्री, सार्कबाट पत्रमा हस्ताक्षर गर्ने एकमात्र प्रधानमन्त्री को हुन् भनेर सोध्न सक्छ, जुन चाहिँ राजीव गान्धी
राजीव गान्धी थिए। सार्कको बडापत्रमा हस्ताक्षर गर्ने एक मात्र व्यक्ति प्रधानमन्त्री राजीव गान्धी। सार्कका सदस्य राष्ट्रहरू सोध्न सक्छ। सार्कका सदस्य राष्ट्रहरू कतिवटा छन् भनेर सोध्न सक्छ। 8 वटा रहेका छन्। जस्तै सार्कका सदस्य राष्ट्रहरू कतिवटा रहेका छन् भने 8 वटा रहेका छन्। सम्झिने सूत्र, यसलाई चाहिँ कसरी सम्झिन सकिन्छ त? सम्झिने सूत्र हामीले सार्कका 8 वटा सदस्य राष्ट्रहरूलाई कसरी सम्झिन्छौँ त? सजिलैसँग MBBS पानी भनेर सम्झिनु पर्यो है। MBBS पानी। सार्कका 8 वटा सदस्य राष्ट्र सम्झिने सजिलो उपाय के छ? MBBS पानी भनेर सम्झिने, जहाँ चाहिँ हामीले चाहिँ यम भनेको चाहिँ मालदिप्स हुन्छ। यहीँबाट सुरु गर्छौँ हामी। यम भनेको चाहिँ मालदिप्स, बी भनेको भुटान, बी भनेको चाहिँ बङ्गलादेश, अनि चाहिँ एस भनेको श्रीलङ्का, पी भनेको पाकिस्तान, र ए भनेको अफगानिस्तान, एन भनेको नेपाल, आई भनेको र भारत। सार्कका 8 वटा सदस्य राष्ट्रहरू याद गर्ने तरिका। MBS पनि सार्क सचिवालयको उद्घाटन। सार्क सचिवालयको उद्घाटन कहिले गरिएको थियो भनेर सोध्न सक्छ। 2043 माघ 2 गते उद्घाटन गरिएको थियो। हाम्रो सार्क भित्रकै हाम्रो अरू के सोध्न मिल्ने खालका क्वेसनहरू अथवा धेरै पटक सोधिएका क्वेसनहरू, सार्कका बारेमा केही महत्त्वपूर्ण जानकारीका बारेमा प्रश्नहरू हामीलाई जसो बारम्बार सोधिने प्रश्नहरू। सार्कको कृषि सूचना केन्द्र कुन ठाउँमा रहेको छ अथवा कुन देशमा रहेको छ, अथवा सार्क कृषि सूचना केन्द्र कुन देशमा रहेको छ भनेर सोध्न सक्छ। त्यो भनेको धेरैचोटि सोधिसकेको हुन्छ। श्रीलङ्कामा रहेको छ। कहाँ रहेको छ? श्रीलङ्कामा रहेको छ। जसको स्थापना कहिले भएको थियो? सन् 1989 मा स्थापना भएको थियो। धेरैचोटि सोधिसकेको क्वेसन हो साथीहरू यो। अर्को क्वेसन छ हाम्रो, सार्क क्षयरोग अथवा HIV एड्स केन्द्र कुन देशमा रहेको छ अथवा कुन ठाउँमा रहेको छ? क्षयरोग केन्द्र भक्तपुरमा रहेको छ, नेपालको भक्तपुर, जसको स्थापना 1992 मा भएको थियो। अर्को क्वेसन छ हाम्रो, सार्क ऊर्जा केन्द्र बागमतीमा सोधिएको क्वेसन हो यो भर्खरै। सार्क ऊर्जा केन्द्र कुन देशमा रहेको छ भनेर सोध्न सक्छ। इस्लामाबादमा रहेको छ। कुन ठाउँमा रहेको छ? इस्लामाबादमा रहेको छ, जसको स्थापना 2006 मा भएको थियो। अर्को क्वेसन छ, सार्क सांस्कृतिक केन्द्र कुन देशमा रहेको छ भने बङ्गलादेशको ढाकामा रहेको छ, जसको स्थापना चाहिँ 2009 मा भएको थियो भने। अर्को क्वेसन छ, सार्क प्राकृतिक विपद व्यवस्थापन केन्द्र कहाँ रहेको छ भन्दाखेरि भारत। यो कसरी याद गर्न सकिन्छ भने प्राकृतिक विपद व्यवस्थापन केन्द्र कुन देशमा छ भनेर याद गर्न सजिलो तरिका, हाम्रो सबैभन्दा नजिकको छिमेकी देश भारत भएको हुनाले हामीलाई के प्राकृतिक विपद पर्दाखेरि हामीलाई उद्धार गर्नको लागि प्राकृतिक विपद व्यवस्थापन केन्द्र कुन देशमा रहेको छ? भारतमा रहेको छ। हाम्रो छिमेकी देश, हामीलाई अप्ठ्यारो परेको बेलामा, प्राकृतिक विपदको बेलामा उद्धार गर्नको लागि हाम्रो छिमेकी देश चाहिन्छ भनेर सम्झिनु पर्यो। जसको चाहिँ प्राकृतिक विपद व्यवस्थापन केन्द्र चाहिँ हाम्रो नजिकै छिमेकी देश भारतमा रहेको छ, जसको स्थापना 2014 मा भएको थियो। अर्को क्वेसन छ, सार्कमा हस्ताक्षर गर्ने एकमात्र प्रधानमन्त्री को हुन् अथवा सार्क बडापत्रमा हस्ताक्षर गर्ने एकमात्र प्रधानमन्त्री को हुन् भनेर सोध्छ। बारम्बार हामीलाई
त्यो भनेको राजीव गान्धी। सार्कको बडापत्रमा अहिलेसम्म सार्कको बडापत्रमा एउटैले मात्र एकजनाले मात्रै हस्ताक्षर गर्ने प्रधानमन्त्री भनेको राजीव गान्धी रहेका छन्। सार्कका सदस्य राष्ट्रहरू कतिवटा रहेका छन् भनेर सोध्न सक्छ, अथवा योबाट भन्दा पनि हामीलाई केबाट सोध्छ, योबाट धेरैचोटि सोध्न सक्छ। यो धेरै इम्पोर्टेन्ट क्वेसन हुने नि। अस्ति सार्कको सदस्य राष्ट्रहरू कतिवटा छन् भनेर भन्दा पनि सार्कको तलको मध्ये कुन चाहिँ सार्कको सदस्य राष्ट्रभित्र पर्दैनन् भनेर सोध्न सक्छ। तपाईहरूलाई यी सबै अप्सनहरू दिएर तलको मध्ये कुन चाहिँ सार्कको सदस्य राष्ट्रभित्र पर्दैन भनेर सोध्न सक्छ। त्यसको सार्कको कतिवटा छन्, सार्कको सदस्य राष्ट्रहरू कतिवटा रहेका छन्? 8वटा रहेका छन्। 8वटा रहेका छन्। ती 8वटा सदस्य राष्ट्रहरूलाई सम्झिने सूत्र के रहेको छन् भनेपछि एमबीबीएस पानी भनेर सम्झिनु पर्यो के। सार्कको 8वटा सदस्य राष्ट्रहरू सम्झिने सजिलो तरिका के रहेका छन्? एमबीबीएस पानी सार्कको 8वटा सदस्य राष्ट्र सम्झिने सजिलो सूत्र एमबीबीएस पानी। एम भनेको मालदिप्स, बी भनेको भुटान, बी भनेको भारत, एस भनेको श्रीलङ्का, पी भनेको पाकिस्तान, ए भनेको अफगानिस्तान र यान भनेको नेपाल रहेको छ भने अर्को आई भनेको हाम्रै छिमेकी देश भारत रहेको छ। सार्क सचिवालयको उद्घाटन कहिले भएको थियो भनेर सोध्न सक्छ धेरैचोटि। यो धेरैचोटि सोधिने क्वेसन, रिपिटेड क्वेसन हो। सार्क सचिवालयको उद्घाटन कहिले भएको थियो भनेर सोध्न सक्छ, जसलाई 2043 माघ 2 गते भएको थियो। हामीलाई यो टपिकबाट बारम्बार सोधिरहने क्वेसनहरू हाम्रो यही हुन्। सार्कबाट म्याक्सिमम सोधिने, धेरैचोटि सोधिने अथवा धेरै पटक सोधिसकेका 99% सोधिने क्वेसनहरू यी भित्रबाट पर्छन्। अर्को टपिक रहेको छ लास्ट सार्क भित्रको अन्तिम टपिक रहेको छ हाम्रो सार्क राष्ट्रहरूले बिहोर्ने खर्चहरू। सार्क राष्ट्रहरूले बिहोर्ने खर्चहरू। सार्कका 8वटा सदस्य राष्ट्रमध्ये कुन राष्ट्रले कति खर्च बिहोर्छ त सार्कको भनेर हामीलाई हाम्रो धेरैचोटि सोधिरहेको हुन्छ। योमा चाहिँ सबैभन्दा बढी खर्च बिहोर्ने राष्ट्र भनेको चाहिँ भारत रहेको छ। सबैभन्दा बढी खर्च बिहोर्ने राष्ट्र भारत। कति बिहोर्छ? 30.32% खर्च बिहोर्छ भारतले। 2 मा छ पाकिस्तानले दोस्रो बढी खर्च बिहोर्ने, जसले कति बिहोर्छ? 22.52% खर्च पाकिस्तानले बिहोर्छ। अर्को वनेश्री भनेर याद गर्छौँ हामीले। वनेश्री भने के परे? बङ्गलादेश, नेपाल, श्रीलङ्का। बङ्गलादेश, नेपाल र श्रीलङ्काले कति खर्च बिहोर्छन् भन्दाखेरि 10.72% खर्च बिहोर्छन्। कति? 10.72%। त्यसपछि रहेको छ हाम्रो भूमह भनेर याद गर्छौँ कि किन हामीले धेरै त्यो टाउको हुनु पर्यो सबै भनेर। भूमह भनेको भुटान, अर्को रहेछ मालदिप्स र अर्को रहेको छ अफगानिस्तान। अहिलेसम्म सार्क शिखर सम्मेलन आयोजन नगर्ने राष्ट्रभित्र पर्छ, जसले चाहिँ कति प्रतिशत खर्च बिहोर्छन् भने 5%। साथै हजुर तपाईहरूलाई यस सार्क भित्रको कुनै पनि
प्रश्न नबुझेमा हामीलाई कमेन्ट गर्नुहोला। त्यसको रिप्लाई अर्को दिन आउनेछ। अब सार्क टपिकको अन्तिम विषयवस्तुभित्र पर्छ हाम्रो। योबाट पनि धेरैचोटि म्याक्सिमम सोधिरहेको छ। योबाट पनि सार्क राष्ट्रहरूले बिहोर्ने खर्चहरू। सार्कका 8वटा राष्ट्रहरूले कुन राष्ट्रले कति खर्च चाहिँ बिहोर्छ भनेर सोध्न सक्छ हामीले, अथवा धेरैचोटि सोधिसकेको छ। योबाट भारतले 8वटा सार्कको 8वटा सदस्य राष्ट्रमध्ये सबैभन्दा बढी खर्च बिहोर्ने राष्ट्र भारतले चाहिँ कति बिहोर्छ? 30.32%। 30.32% खर्च भारतले बिहोर्छ। कसरी याद गर्ने? 30-03 30-3 भनेर सम्झिनु पर्यो। याद गर्ने तरिका 30-3। त्यसपछि दोस्रो सबैभन्दा धेरै खर्च बिहोर्ने यो भनेको दोस्रो खर्च बिहोर्ने सार्कको राष्ट्र कुन रहेको छ भने पाकिस्तानले 22.52% खर्च बिहोर्ने गर्छ भने भनेपछि अरू चाहिँ बाँकी वन्यश्री हामीले यस्तै बङ्गलादेश, नेपाल, श्रीलङ्का भन्नुभन्दा सिधै वन्यश्री भने बङ्गलादेश, नेपाल र श्रीलङ्काले जम्मी 10.72% खर्च बिहोर्छन्। हामीलाई म्याक्सिमम क्वेसनहरू यहाँबाट सोधिरहेको छ हाम्रो, किनकि नेपालले सार्क राष्ट्रको कति प्रतिशत खर्च बिहोर्छ भनेर सोध्छ। भिआइपी क्वेसन हो यो। कति रहेछ त? 10.72% खर्च नेपालले खर्च बिहोर्छ। अन्तिम राष्ट्र रहेको छ भुटान, मालदिभ्स र अफगानिस्तानले सार्क राष्ट्रको कति प्रतिशत खर्च बिहोर्छ भने अन्तिम यो भनेको सबैभन्दा कम खर्च बिहोर्ने राष्ट्रहरू कतिवटा रहेछन्? 3वटा रहेका छन्। के हुन्? जस्तै चाहिँ भुटान, मालदिभ्स र अफगानिस्तान रहेका छन् सबैभन्दा कम खर्च बिहोर्ने राष्ट्रहरू। यदि तपाईहरुलाई यस सार्क भित्रको कुनै पनि प्रश्न नबुझेमा हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। त्यसको तपाईहरुको प्रश्नहरूलाई हामीले मध्यनजर गर्दै त्यसको फिडब्याक क्लासहरू त्यसमा तपाईहरुलाई शंका लागेका डाउट लागेका क्वेशनहरूको रिप्लाई सहित हामीले तपाईहरुलाई फिडब्याक स्वरूप हामीले अर्को दिनमा फेरि तपाईलाई क्लास दिनेछौं। यदि भिडियोहरू मन परेमा हाम्रो युट्युब च्यानल PSC किङ वानलाई लाइक कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला। हामीहरूले आजको यस भिडियोमा अन्तर्राष्ट्रिय संघ संस्था अन्तर्गत पहिलो नम्बरमा त्यो भित्र रहेको अन्तर्राष्ट्रिय संघ संस्था भित्र रहेको पहिलो टपिक थियो हाम्रो सार्क। आज हामीले सार्कको बारेमा विस्तृत रूपमा हजुरहरू समूह हाम्रो यस लोकसेवा आयोगद्वारा सोधिने निशुल्क लाइभ क्लास PSC किङ 1 द्वारा सञ्चालित कक्षाबाट हामीले तपाईहरुलाई निशुल्क रूपमा यी सार्क सम्बन्धी एकदमै परीक्षामुखी एकदमै लोकसेवामा बार सोधिरहेका क्वेशनहरू लिएर हामीहरूले यो भिडियो हजुरहरुमा सम्प्रेषण गर्दैछौँ। आशा छ हजुरहरूले पक्कै पनि माया गर्नुहुनेछ।